राधा सर्वेश्वर भगवान को जय। राधा दामोदर भगवान को जय। राधा गोविंद भगवान को राष्ट्रदेव पशुपतिनाथ भगवान को वैदिक सत्य सनातन हिंदू धर्म को वैदिक सत्य सनातन हिंदू धर्म को एक बार उच्च स्वरले भनौ वैदिक सत्य सनातन हिंदू धर्म को आज हाम्रो चाहिँ यो जुन सत्यनारायणको पूजादेखि लिएर यो रुद्री अग्निस्थापना ग्रह शान्ति आदि सबै कर्म छन् त्यो हामीले सबै कसको लागि गरेका छौं भन्दा भगवानलाई समर्पण गर्नको लागि हाम्रो सबै कष्टहरू हाम्रो सबै दुःखहरू हाम्रो सबै बाधाहरू चाहिँ शान्त गर्नको लागि यो कर्म हामीले गरेका छौं। यो सबैको फल के हो भनेको भगवानको शरण प्राप्त गर्नु। एउटा भागवतको मिठो श्लोक आउँछ, यत्फलं नास्ति तपसा न योगेन समाधिना तत्फलं लभते सम्यक कलौ केशव कीर्तनात्। जुन फल हामीले ठूला ठूला तपस्याद्वारा ठूला ठूला ध्यानद्वारा प्राप्त गर्दैनौं त्यो फल चाहिँ हामीले केबाट प्राप्त गर्छौं भन्दा भगवानको नाम संकीर्तनबाट। त्यसैले हामीले सदैव जे काम गरे पनि हाम्रो अन्य सबै काममा सधैँ हामी अरू काममा व्यस्त हुन्छौं। यस्तो पूजा त दिनदिनै हुँदैन, क्यारे कहिलेकाहीँ हुन्छ, तर सदैव यस्तो पूजाको फल प्राप्त गर्न हामीले के गर्नुपर्छ भन्दा भगवानको नाम संकीर्तन गर्नुपर्छ। त्यसैले सबैले एउटा मिठो नाम संकीर्तन गर्न त राधेश्याम भन्छु मैले सँगै, हजुरले पछि पनि सबैले भन्नु होला राधेश्याम राधेश्याम श्याम श्याम राधे 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 कृष्ण राधे कृष्ण 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 राधे 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 श्याम राधे श्याम 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 राधे 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 कृष्ण राधे कृष्ण 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 राधे राधे। बोलिए राधा कृष्ण भगवान को।